गाइस सबैलाई जय मसिह नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै नै आरामै छु र फेरि पनि स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। अनि मैले चाहिँ धेरै दिनसम्म युट्युब च्यानलमा भिडियो अपलोड गरिराखेको थिएन, अलिकति सायद भनौँ अल्छी पनि गरिराखेको थिएँ मैले। अनि अबदेखि चाहिँ मैले रेगुलर भिडियो ल्याउने कोसिस गर्नेछु। अनि अहिले चाहिँ मैले अलिकति ढिलो भिडियो मैले सुरु गरेको छु। अहिले चाहिँ लगभग बज्न लागिसकेको 12:30 हुन लागिसकेको रहेछ। अनि म चाहिँ बिहान मम्मीले काम गर्ने ठाउँमा आजभोलि मैले मम्मीको हात दुख्छ नि त, त्यही भएर मैले मम्मीको सट्टामा एक ठाउँमा चाहिँ मैले झाडु पोछा गरिदिन जान्छु। अनि बिहानै त्यहाँ गएर आएर खानासाना बनाएर अनि अहिले चाहिँ हामीहरू खाना गइराखेका छौँ। अनि आजको हाम्रो खानामा चाहिँ पाकेको छ साथीहरू। एकदमै मलाई नेपालदेखि हाम्रो एकजना बुढी आउनु भएको छ। अनि उहाँले चाहिँ हामीलाई नेपालको लोकल दाल सेमीको दाल ल्याइदिनु भएको थियो। अनि आजको हाम्रो खानामा त्यही सेमीको दाल पाकेको छ साथीहरू। अनि एकदमै मनपर्छ यो दाल चाहिँ, देख्न सक्नुहुन्छ। यो लोकल सेमीको दाल ल्याइदिनु भएको थियो। अनि हामीले चाहिँ अब नेपालको सेमीको दाल र भात खाँदैछौँ। अनि म चाहिँ यहाँ चाहिँ एकदमै गर्मी छ कि, यो माथिको टिनवाला छ, त्यही भएर यहाँ बसेर खाना चाहिँ सकिन्न। अनि खाना पकाउन चाहिँ धौधौ हुन्छ फेरि गर्मी भएर। अनि म चाहिँ यो सबै खानालाई उता रुममा लगेर जानेछु। अनि चाहिँ हामी रुममा बसेर खानेछौँ। अनि मम्मीहरू चाहिँ काममै हुनुहुन्छ, उहाँ चाहिँ फेरि 1-1:30 बजीतिर आउनुहुन्छ मम्मी ड्युटीबाट खानाको लागि रेस्ट टाइममा। अनि त्यति बेला नै खानुहुन्छ। अनि बुवा पनि फेरि अटो चलाउन जानुभएको छ। अनि अटो चलाएर आइसकेपछि त्यति बेला नै आएर खाना खानुहुन्छ। अनि अहिले चाहिँ फेरि छोरी, म, बुई अनि मेरो बुहारी छौँ, हामी बसेर खानेछौँ। भोक पनि लागिसकेको साथीहरू। अब हामी खानातिर जानेछौँ। सो गाइस, अब हामी खानाको लागि रेडी भइसकेको छ सबै कुराहरू। यता ल्याइसकेको छु। अनि यता मेरो छोरीको चटक हेर्नु न साथीहरू, उसलाई चाहिँ साडी लाउन भनेपछि चाहिँ एकदमै मनपर्छ। सायद छोरी मान्छे भएर नै होला, एकदमै यो बेलामा चाहिँ साडी लाउने कोसिस गरिराखेको हुन्छ। अनि अहिले पनि साडी लाएर खेलिराखेको छ। अनि उहाँ चाहिँ बुई हुनुहुन्छ फेरि, उहाँ चाहिँ मेरो मम्मीको पनि नजिकको पर्नुहुन्छ, मेरो पापाको पनि नजिकको पर्नुहुन्छ। मेरो पापाको उहाँ फुपू पर्नुहुन्छ भने मेरो मम्मीको चाहिँ माइजू पर्नुहुन्छ। अनि अहिले चाहिँ अब हामी बसेर खाँदैछौँ। बुहारी पनि अहिले रेस्ट गरिराखेको छ, उसले चाहिँ नखाने अहिले। हामी 3जनाले बसेर खाना खानेछौँ। हाई गाइज भन, हाई हेलो भन्दै। सो साथीहरू, खानासाना खाइसकेर सक्यो। अब यहाँ चाहिँ अलिकति कपडाहरू आएको छ बनाउनको लागि। हिजो अस्ति ल्याइदिनु भएको यो चाहिँ अब बनाएर सक्नुपर्छ, त्यही भएर अहिले चाहिँ अब खाली छु। खानासाना खाइसकेपछि म चाहिँ यो कपडा बनाउनतिर लागि छु। त्यति धेरै छैन, यो प्यान्ट छ, प्यान्ट चाहिँ यसरी यो लामो भएको प्यान्ट भयो। अब यो चाहिँ लामो भएको प्यान्टलाई अलिक छोटो बनाउने हो। अनि यो कुर्ता चाहिँ फिटिङ हान्नुपर्ने छ अलिअलि। अनि त्यसपछि यो सबै डबल सिलाइ हान्ने हो, सबै नयाँ कपडाहरू हो। अनि म चाहिँ अब यो कपडा सिलाउनतिर लाग्छु साथीहरू। फेरि 2 दिन भइसक्यो बनाउन लिएको पनि, हिजो अलिक फुर्सद थिएन, त्यही भएर मैले बनाइदिएन। अनि आज त बनाउनु पर्यो। अनि धेरै दिन रह्यो भने पनि फेरि अलिक च्याउ हुन्छ, त्यही भएर अब खानासाना खाएर अब खाली भइसकेको छु। अनि अब चाहिँ यो कपडाहरू बनाएर सक्छु। त्यो चाहिँ सबै कपडाहरू काटेर रेडी गरिसकेको छु। अब चाहिँ सिलाउनतिर लाग्नेछु म चाहिँ। तो साथीहरू, बुहारीले चाहिँ बेबीको लागि क्रिम अनि तेल, मसाज क्रिमको जुन हिमालय किट हुन्छ नि, ऊ चाहिँ अनलाइन उसले अर्डर गरेको थियो। अनि पार्सल अहिले आएको छ। अनि अहिले चाहिँ उसले अनबक्सिङ गर्दैछ। सबै क्रिम, तेल, अनि त्यसपछि मसाज क्रिम भी है ना, मसाज क्रिम कितना है इसके अंदर? 7 वाइट है, फेस क्रीम है, पाउडर है, 6-7 आइटमहरू छ यो भित्र चाहिँ। हेर भाइ कस्तो छ। हिमालयको किट फेरि एकदमै राम्रो हुन्छ बच्चाको लागि। अनि जनसन लेम कि हिमालयन लेम भनेर मलाई सोधिराखेको थियो। अनि मैले चाहिँ हिमालयन एकदमै बेस्ट छ बच्चाको लागि, कुनै पनि असर पनि गर्दैन। जनसन पनि राम्रो छ, तर जनसन भन्दा हिमालय अझ बेस्ट छ भनेर भनेको, हिमालयले मगायो उसले। नगराउनु छोरी, त्यस्तो गर्दैन।
अघि देखाएको छु कि म तिमीलाई पनि देखाएको छु तिमीलाई पनि दिखाऊँ मुझे जो तुमने परसों वीडियो किया था ना वो बहुत हिला था जो मेवा काटते वक्त का वीडियो एकदम राम्रो रहेछ त 1 2 इधर देखाऊ 1 2 3 4 5 6 7 वटा आइटम रहेछ नगर्नु न बेबी शैम्पू ऑयल वाइप्स या रेसिस क्रीम हो क्या ये सब के हो साबुन सोप बॉडी लोशन बॉडी पाउडर 7 वटा आइटम राम्रो ठीक है ना अच्छा है बेबी को लागि एकदमै राम्रो छ साथीहरु कितना इसका प्राइस कितना है ऐसे ऑनलाइन पे कितना पे किया ऑनलाइन पे तो 500 ठीक ही है ना और साल लागे 100 200 क्या अच्छा 111 इसका ही 111 है ठीक है डिस्काउंट पे है ठीक है सबको 60 आइटम को 500 होती है ठीक है हो साथीहरु हामीलाई चाहिँ एकदमै राम्रो लाग्यो यो किट चाहिँ सबै किटहरु छ अनि सस्तोमा पनि आएको छ अनि बुवाले चाहिँ मिसु अनलाइन अर्डर गरेको रहेछ मिसुबाट उसले शपिङ गरेको रहेछ कति दिनको आयो कितना 7 दिन का अच्छा ठीक है अब समय पनि आउँदैछ नि त सबै कुराहरु चाहिँ तयारी गरेर राख्नु पर्ने छ साथीहरु यहाँ बुवाले चाहिँ आज पहिलो चोटी वाशिङ मेसिन देख्नु भयो रे अनि छक्क परेर यहाँ हेर राख्नु भएको छ कस्तो भयो राम्रो भयो भिडियो बनाके भिडियो यस्तो मलाई देख्नु भएको थियो पहिला देख्नु भएको थियो पहिला थाहा थियो कि न यो थाहा थिएन नेपालमा गाउँमै बसिरहेको मान्छे त्यही भएर अनि अहिले चाहिँ छक्क परेर हेरेर भनिराख्नु भएको छ क्या बुढा मान्छे यस्तै थाहा हुन्न नि त गाउँघरमा बस्ने मान्छेलाई यसको बारेमा थाहै हुन्न त्यही भएर चाहिँ उहाँ चाहिँ एकदमै सक्ड हुनुहुन्छ आज यस्तो पनि हुने रहेछ कपडा धुने भनेर अनि मेरो बुहारीले पनि नेपाली नबुझेर हैरान्छ त्यहाँ बुढीले के भनिराख्नु भएको छ नेपालीमा अनि बुहारीले पनि नेपाली नबुझेर प्लग आज टेस्ट करके देखो अच्छा होता है बहुत अच्छा इतना सा टेस्ट करो इसको देखो ना मैंने जब कैमरा इधर था ना वो छोड़ के आ गया इधर आए बोल हाय फिर राम्रोसँग आपका नाम क्या है नहीं तुम्हारा नाम क्या है आयुष तुम कितने साल के हुए कितना साल का हुआ पहले तू कितना साल का हुआ बोल बता देना हाँ भाई अब तू कितना साल का हुआ बोल देना गाइस को बोल देना गाइस को बोल दे तू कितना साल का हुआ कितना साल का हुआ बोल ना इधर 2 साल 2 साल 2 साल का हुआ साथीहरु हाम्रो बुवाले चाहिँ बुमलको मासु खाँदैन नि त्यही भएर चाहिँ आज घरमा बुमलको मासु लिन लाग्यो अनि उसलाई खाऊ न भनेको नाइ म खाँदैन भनिरहेको छ अनि त्यही भएर हामी चाहिँ अलिकति टेस्ट गरेर एकदम मिठो हुन्छ भनेको चाहिँ खाँदैन भनेर भनिरहेछ किनकि उनीहरू खाँदैन नि त फेरि इन्डियन हो अनि त्यसपछि उनीहरू पनि अलिकति पहिलेदेखि नखाएको भएको कारणले गर्दाखेरि उसले चाहिँ खाँदैन साथीहरु मेरो चाहिँ यहाँ देख्नु भएको छ किन तपाईँले ख्याल गर्नुभयो कि नै मेरो फुली चाहिँ बिहान यो खुट्टा भाँचेर निकालेको छु म मम्मीलाई सोध्छु मम्मीले के याद गर्नुहुन्छ कि नै मेरो फेसमा मम्मी के को कमी छ भनेर सोध्छु उहाँले चाहिँ याद गर्नुभएको छ कि नै अनि उहाँले थाहा पाउनुहुन्छ कि नै है मेरो यो चाहिँ बिहान एक्कासी त्यो पहिले हल्लिरहेको थियो खुट्टा अनि त्यसपछि बिहान यतिकै चलाइरहेको थिएँ अनि हेर्दाखेरि हल्लिराखेको थियो अनि त्यसपछि यसलाई मिलाउँछु भन्दाखेरि चाहिँ यो निस्किएको छ खुट्टा अनि मैले त्यसलाई निकालेर राखेको छु अनि म चाहिँ मम्मीलाई सोध्छु अनि मम्मीले चाहिँ थाहा पाउनुहुन्छ कि नै है मम्मी म तपाईँलाई एउटा सोध्छु है तपाईँलाई मेरो फेसमा कि कमी देख्नु भएको कि नै
के कुरा कमी देख्नु भएको किन मेरो फेसमा जे जे छ त्यही भन्नु के नै के मेरो फेसमा के कुरा कमी देख्नु भएको कि नै के को कमी छ चाहेको कमी नै के हरासमेन्ट भएको कि नै मेरो फेसमा के उसले बल्ल त चायाको कमी भन्नुहोस् बल्ल बल्ल बुझाउनु सक्यो साथीहरू बिहान यो भाँच्यो के कुन्डा कमी देख्नु भएको छैन भनेपछि त त्यही त यसो मुखमा हेरिन् पो भनेर त चाहेको होइन त्यो फुली भाँच्यो क्या त्यहाँ